उठेर हिँड्छु बजारतिर। भगवानले तपाईँलाई दुईटा माग तपाईँको पुरा गरिदिन्छु भन्नुभयो भने एउटा बाइक माग्छु, एउटा घर माग्छु। अब घरबाट कुनै पनि हालतमा काठमाडौँ नजाऊ भन्नुभयो भने कुनै पनि हालतमा घरमै बस्छु। मान्छेहरू उड्न थाल्यो भने उड्न थाल्यो भने म पनि उड्छु। अनि मान्छेले लगाउने कपडा बन्दै नबनेको भए मान्छेले लगाउने कपडा नबनेको भए पहिला पहिला पत्ता लगाउँथ्यो नि, त्यही हुन्थ्यो नि पत्ताहरू। तपाईँले जे बोल्नु भयो त्यो पुरा हुन थाल्यो भने मेरो त पुरा हुन्छ त। मानिसले जङ्गलमा र पशुले घरमा बस्ने सिस्टम सुरु भयो भने घरभरि गोबरै गोबर हुन्छ। रेडियो टिभी बन्दै नबनेको भए रेडियो पनि सुनिँदैन थियो, टिभी पनि हेरिँदैन थियो। कुरा काट्नलाई पनि खुकुरी चाहियो भने कुरा काट्नलाई पनि खुकुरी चाहियो भने खुकुरी बोकेर बस्ने।